सहकारीमा प्रत्यक्ष नजोडिएका रवि लामिछानेलाई घुमाई फिराई कसै गरी जोडेर कारागार कोचियो। 5-5 जनालाई इटा भट्टामा जलाएर स्वाहा पार्नेलाई अदालतले नै जन्मकैद फैसला गरेकालाई सफाई दियो भन्दै अहिले दाँजिन पनि अर्कोतर्फ सुरु भयो। हो, व्यक्ति हत्या आरोपमा जन्मकैद सजायको तल्लो अदालती फैसलालाई माथिल्लो अदालतबाट उल्ट्याएर अफ्ताब आलमलाई सफाई दिएको छ। उच्च अदालत वीरगञ्जको रौतहट जिल्ला अदालतको फैसला वीरगञ्जले चाहिँ उच्च अदालतले उल्ट्याउँदै सत्ताधारी काङ्ग्रेसी अफ्ताबलाई सफाई मिलेको छ। पहिलो संविधान सभा चुनावमा हिंसाको सहारा लिने गरी अफ्ताबले बम बनाउन मान्छे खटाएका थिए। बम बनाउन असावधानीवश बम पड्केर 5 जना घाइते भए। उनको अखडामा बम बनाउन लगाएको, चुनावमा धाँधलीको तारतम्य मिलाएको, त्यो तयारी चलेको धाँधलीको